पाउनुहोस् है एकैछिन म पाउनुहोस्, पेल्ने होइन। तपाईँको सभापतिलाई म यहाँनिर बडो धेरै धन्यवाद दिन्छु। सम्भवतः केही अनुभवीहरू नभएको भए संसदमा दङ्गल हुन्थ्यो। पाउनुहोस् तपाईँका सांसदहरूको, विपक्षीहरूको, तपाईँहरूलाई मात्रै भन्दा विपक्षीहरूको प्रस्तुति हेर्दा त्यो चाहिँ संसद हो कि त्यो कुस्ती खाना हुन्थ्यो। ठिक तपाईँले अहिले भनेको जस्तो संसदीय अभ्यासमा चाहिँ बहुमतले अझै 2/3 बहुमतले चाहेको कुरा पारित गर्न सक्छ। त्यही होइन त संसदीय निर्माणमा विधि त्यही हो। 3 जनामा 2 जना जता उभिए त्यसले पास गर्ने 2/3 नै भयो। अब त्यसलाई भयो होइन। नेपाली जनताले के भने तिमीले चाहेको जस्तो यो व्यवस्थालाई त्यो ढङ्गले परिष्कृत गरेर लिएर जाऊ, यसलाई नयाँ ढङ्गले लिएर जानेसम्म हामी चाहन्छौँ भनेर हामीले प्रस्ताव गऱ्यौँ र त्यो अनुसार वाचा गऱ्यौँ, हुन्छ भनेर लालमुन लगाइदिए। आज जति सांसदहरू यहाँ आएका छन् ती अकस्मात आएका हुनन्, ती जनताबाट अनुमोदित भएर आएका हुन्। आज हामीले संसदमा जे कुरा गरेका छौँ त्यो 100 बुँदामा हिजो हामीले जनताको बिचमा लिएर गयौँ, जनताले अनुमोदन गरिदिए, पठाइदिए, आज हामी यो ठाउँमा आयौँ। त्यसैले एउटा भाषा चाहिँ के निर्माण गर्नु हुँदैन भने संसदमा पनि तपाईँले भनेको जस्तो अराजक भएर भनौँ है, तपाईँले यदि पेल्नै चाहेको भए, धकेल्नै चाहेको भए, ठेल्नै चाहेको भए नसुने पनि केही हुँदैन। विपक्षको कुरा सुन्दै नसुन्दा पनि केही फरक पर्दैन। हामीसँग बहुमत छ, हामी टेबल हान्दिन सक्छौँ। तर हाम्रो अब एकैछिन नेपालले भारतको सीमा पनि निच्या छ भन्दा फेरि एकचोटि नमिसाउनुहोस्, फेरि अलि जाउँला, त्यता पनि जानु होला। अब तपाईँले भनेको जस्तो तर अहिले हाम्रो सभापति किन नम्र गरिरहनु भएको छ, किन मिलाउँ भनिरहनु भएको छ? नम्र हुनुपर्छ भने अभिभावक हो, त्यही भएर एउटा अभिभावक हुँदै गर्दाखेरि बहुमत